हेलो एभ्रिवान गुड मर्निङ भनेर भालेले पनि भनिसक्यो। सो साथीहरू सबैजनालाई मेरो यो नयाँ ब्लगमा स्वागत छ। र म चाहिँ घरतिर छु। घरमा अब के काम गर्छु, दसैँ पनि लागेको छ, घरहरू सफा गर्नुपर्ने हुन्छ। म घरहरू पनि सफा गरेको सबै भिडियोहरू हाल्नेछु। मेरो अन्तिमसम्म भिडियो हेरेर युट्युब यिनीहरूले नि हिजोको मेरो मासु यहाँनिर राखेको थिएँ कि मैले भित्र राखेको थिएँ, सब काटक कुटुक खाइदिएको रहेछ कि हड्डीहरू मात्र रहेछ कि यिनीहरूले, यो दुईवटा पिसादहरूले। आमा छोरा हो कि आमा छोरी हो, खाइदिएछ है, आज खानु पर्यो भनेर राखेको थिएँ। खाऊ है, अब खाऊ, यो सकिसक्यो के, खाऊ लु पिसादहरू कहाँ हिँडेको चोरहरू। अब म चाहिँ मुख धोएर मन्दिर पस्न लागेको छु है। अब म मन्दिर पसेर निस्केर खानाहरू बनाएर खाने हो। अनि मन्दिर चाहिँ यहाँ छ, मम्मीको मन्दिर, मम्मी भित्र हुनुहुँदो रहेछ। अनि यहाँनिर कपाल धुँदै हुनुहुन्छ नानीले। उता पछाडि छ नि त उयो टाउको धुने त, तर अल्छी लाग्यो त्यही भएर उता जानु। ए धुँदैछु, म पनि धुन्छु। भोक पनि लाग्दैछ, तरकारी पनि के खानु थाहा छैन। बारीतिर घिरौला मात्र रहेछ, घिरौला ताता देखिरहेको छु कि। अब म घिरौला कि तरकारीहरू चाहिँ पकाउँछु होला सायद। ए पोतो, अब यो पोतो घामले गर्दा कति देखिने थाहा छैन। अनि के गर्नु त होइन, माया गरेर के गर्नु, अनुहारको माया गरेर। ओ त्यो पारीहरू देखिरहेको छ नि, त्यो पारीहरू जुन त चाहिँ खोटाङै, सबै खोटाङको गाउँ हो। लास्टै हिजो गाडीले मारिदिएको धङ कस्तो भइरहेको छु। अब म चाहिँ नेवार टिपेर खानु पर्ला है अमिलो, नत्र भए चाहिँ ठिक हुन्छ जस्तो लागेको छैन मलाई। म चाहिँ हिँडेको ल नेवार टिप्नु बारीतिर। यता छ कि नेबुवाको बोट, म टिपेर ल्याउँछु है त। यताबाट जानुपर्छ कि सर्पहरूदेखि खजुरहरूदेखि डर हुन्छ हौ जोरगाडीमा त। आस गर्दिन यो पियारको। यो पारी सबै देखिएको ठाउँहरू चाहिँ खोटाङको है साथीहरू। खोटाङ जन्ते ढुङ्गा गाउँपालिका, पसेरा गाउँपालिका के छ नि, तिनीहरूको गाउँहरू हो क्या यो चाहिँ। ऊ देखिरहेको छ ऊ त्यो बुवा खोलाको पुल त्यहाँनिर नयाँ बनिरहेको कति। अब मम्मी के हो भने नेवार टिप्न हिँडेको। यतातिर त यस्तो पो छ त नि हाम्रो त। सागको के बालै भएर अमूल्य त्यो अङ्गालोमा भाउ खोजे भाउ दिउला, माया खोजे दिउला। उता माथि आमामा कस्तो कुकुरले झन्नै उयो समातेर खायो हौ कुखुरा। ऊ हान्दै रहेछ उसको धनले। ए गैचहरू, म नेवार टिप्ने ठाउँमा आइसकेँ ल। गैचहरू नेवार टिप्ने ठाउँमा आइसकेँ। नेबु हाम्रो घरको नेबुवा हेर्नुहुन्छ कस्तो राम्रो पो छ त नि। यसरी फल्छ साथीहरू नेबुवाई। ए हेर्नु त है, आमामा झुप्पा। अब म उता किन जानु पर्यो होला र, ऊ यतै फलेको रहेछ उठाउनै। यता देखाउँछु नि म नेबुवाको बोट पनि तपाईँहरूलाई। यो लहरै सबै छ नि, यो लहरै नेबुवाको बोट है। यो यसरी फलिरहेको छ है नेबुवा चाहिँ। पहिलाभन्दा अलिक कहिले कम फल्न थालेको रहेछ, किनभने अब उयो हो नि त, बुढो हुँदै जान्छ नि त बोटहरू, सो त्यही भएको कारणले पनि होला अहिले चाहिँ कम फलिरहेको छ। कोदो बारीमा हिँड्दैछु अहिले, गाली गर्ने हो कि हाम्रो घरको राजाहरूले। नेबुवा यसरी फल्छ ल साथीहरू हाम्रोमा। ए अमिलो भोगटे पनि देखाउनु पर्यो तपाईँहरूलाई म। एकछिन ल रोक्नु ल, यो चाहिँ भोगटेको बोट क्या। यहाँ चाहिँ भोगटेको बोट छ। सो भोगटे चाहिँ मलाई खासै मन पर्दैन है, किनभने खै मलाई मन पर्दैन। नेबुवा चाहिँ अति मनपर्छ। अनि लाइला भोगटे पनि बुढो भएर होला सानो फल्दैछ कि खाने बेला भएको नभएर हो यस्तो। बरको रुख जत्रो छ हौ भोगटेको बोट, अझै त काटेर छाटेर यस्तो पाउनु भएको बुवाहरूले। देख्नुभयो नि के पाउँछ। मेरो गाउँमा त के पाउँछ नपाउने भनेको त केही छैन। सो साथीहरू म फिनिक्क फर्केँ ल। आमामा कति राम्रो घामको टप। यो चाहिँ सबै बेसार हो, यहाँ चाहिँ कोदो हो। अब म चाहिँ फेरि फर्केँ। तिम्रो लागि टिपे काटे, कस्तो राम्रो घामको टप देखेको छाप के भन्छ। ए दुईवटा नेबुवा लिएर म चाहिँ आइसकेँ घरतिर। आमामा सिस्नो फुल्दै रहेछ, अब भरे म सिस्नो टिप्छु।
कस्तो राम्रो फुल्दै रहेछ सिस्नुहरू है साथीहरू। एउटा भाले रहेछ बासेको बासे गर्छिन् भाले गर्छिन् है बासेको बासे। कति खसी जाँदैछ हौ मेरो यो। म चाहिँ भात पकाउँदैछु है मकैको। यो चाहिँ मकैको चामल हो। चामल भन्छ, चामल भन्दैन, धानकोलाई मात्र चामल भन्छ। अनि यहाँ चाहिँ मेरो भात पाक्दैछ है। भर्खर मैले हालेको छु कि यसरी पकाउँछौँ नि हामी चाहिँ। अब तरकारी केही छैन, अब सिस्नुहरू टिपेर खानु पनि अहिले टाइम छैन। म घिरौला टिप्न जान्छु यसरी भात पकाएर। आमाम गर्मी साथीहरू, धेरै गर्मी छ है। के गर्नु, म चाहिँ हिँडेको है तरकारी खोज्नु। अब के छ, घिरौला तिरौला छ भने सुन्दैछु। त्यही घिरौला तिरौला लिएर आउनु पर्यो अनि पकाएर खानु पर्यो मकैको थेप्लोसँग। साथीहरू यस्तै छ ल। मैले तरकारीहरू पनि केही पनि लिएन बजारदेखि। अब जे छ त्यही खाने हो। सिस्नु होला हल्का बारीतिर खोल्सातिर सिस्नु लिन जाने हो, भरेतिर खाने हो। अनि त्यसपछि अब हेर्नु ल, म घिरौला टिप्छु। घिरौला छ भने चाहिँ टिप्छु, छैन भने चाहिँ के टिप्नु र। यस्तो छ नि फेरि, यस्तो छ बाटो, कोही पनि हिँड्दैन मान्छेहरू। मैले बुवालाई घिरौला छ कि छैन होला भनेर सोधेको, खोइ म त्यहाँनिर घिरौला भएको बोटसम्म गएकै छैन भन्नुभयो। भनेपछि हेर्नु त मान्छेहरू कोही हिँड्दैन यो बाटोमा। मास्लो बाटो छ। पहिलाको बाटो चाहिँ यही हो तर मान्छेहरू हिँड्न छोडेर। घिरौलाको बोट चाहिँ आमामामा टन्नै छ। अब यहाँ घिरौला चाहिँ छ कि छैन हेरौँ है त। आमामा भगवान् के हो यस्तो यो। राम 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 राम। घिरौला त मभन्दा ठुलो ठुलो रहेछ नि, किन नआउनु। हेर्नु त आमामा कत्रो कत्रो घिरौलाहरू। तिते करेला पनि रहेछ, घिरौला पनि रहेछ। अब म तिते करेला चाहिँ लादिनँ, घिरौला चाहिँ लान्छु है त। किनभने तिते करेला चाहिँ अलरेडी घरमा छ नि त, त्यही भएर म लादिनँ। घिरौला चाहिँ लान्छु। सानो सानो घिरौला चाहिँ लानुपर्ने हुन्छ अनि तरकारी खानुपर्ने हुन्छ। मभन्दा ठुलो ठुलो घिरौलाहरू त यसरी झुनिरहेको रहेछ है। हेर्नु त आमामामा कति। तर मभन्दा ठुलो ठुलो घिरौला लगेर काम छैन, मिठो हुँदैन। म चाहिँ सानो सानो घिरौला मात्र लान्छु यसरी। बारुलाहरू पनि छ कि क्या। मेरो घर पनि देखिरहेको छ माथि। हेर्नु त सानो सानो घिरौला लाने हो। ए यहाँ पनि पाकेको छ बोटमै केरा हो। माथि पनि टन्नै पाएको छ। बोकेर लान्छु ल्याउनु त केरा। आमामा केरा पाकेर खाने मान्छे कोही छैन। यो लिएर यो घिरौला यो लिएर आउनु भाइ। घिरौला है त साथीहरू, केरा बोकेर हिँड्दैमा चाहिँ लु हेर्नुहोस् कसले खान्छ त केरा। अब कोही खाँदैनन्, कोही छैनन् खाने मान्छे, सबै सहर बजार विदेश सिदेश। अब यसरी बोक्ने हो। पाकेर बोटमै केरा पाएको रहेछ कि काट्नु भएको रहेछ। पाकेको केरा बोकिन्छ हिँडिन्छ साथीहरू, किन्नु पनि पर्दैन। साथीहरू मेरो नेउपा चाहिँ रेडी भइसकेको छ है। म कति धेरै खाइसकेँ तर मैले भिडियो बनाउनै बिर्सिसकेको थिएँ कि। सो फेरि एउटा भिडियोको लागि पनि मैले बनाइरहेको छु। मेरो दाँत कुरेर कस्तो भइसक्यो कि, तै पनि मैले खानु लगाएको छु कि। मलाई चाहिँ यस्तो मनपर्छ क्या, यस्तो चोक्टा। मैले त सादेर चाहिँ खानै मन लाग्दैन कि। मान्छेहरू चिनी हालेर खान्छ नि त, तर मलाई यस्तै मनपर्छ क्या खानालाई। मेरो माइक त ल्याउनु बिर्सेछ हौ उतादेखि। म माइक लिएर खान्छु भनेर सोच्दै थिएँ कि। नि बुवा भयो। नेबो खाइसकिन है साथीहरू, रस खानु पर्यो। मम्मीले धान झार्नु भनेर बोलाइसक्नु भयो यहाँ माथि। म गएँ। हजुर देखि म यहाँ धान लिनेले म अब तान्नु म चलेर खिउ चल्ने। राम सक्छु त मात्र धान। साह्रो
गाह्रो भन्ने चाहिँ हुँदैन कि साथीहरू गाउँघरमा बस्यो भने यो जिम सिम एक्सर्साइज हाउसतिर चाहिँ जानु पर्दैन है साथीहरू यतिकै जिम हुन्छ है आमामामा यसै धान बोको झरो अलि सुकायो के गर्ने यस्तै हो गाउँ ठाउँमा साथीहरू आजको मेरो भिडियो चाहिँ यही समाप्त गर्न चाहन्छु मेरो लाइक कमेन्ट सब्सक्राइब के गर्नुपर्छ सबै गरिदिनु होला है त अनि फेरि हामी भोलि भेट्नुपर्छ है